हेलो गाइस, आज चाहिँ फेरि पनि पानी बनाउनु गइरहेको छ। अब चाहिँ 3 चोटि भयो पानी बिग्रेर बनाउँदै फर्किँदै आउँदै गएको। अन्त आज चाहिँ धेरै मान्छे नि आएको छ। हामी 4 जना। खासैमा चाहिँ हामी चाहिँ देवाथाङ मेडिकल हस्पिटलको टेक्निसियन ग्रुप। अन्त आज चाहिँ हामी गइरहेको छ। त्यस्तै हो, युनाइटेड वी स्ट्यान्ड, डिभाइडेड वी फल भने जस्तै हामी चाहिँ जे कुरा आए पनि कोअपरेसनमा गर्छ। त्यसैले जुनै कुराको पनि हामीलाई त्यस्तो साह्रो गाह्रो भएको केही लाग्दैन। अन्त सबै कुरो इन्जोयमेन्टमै नै हुन्छ, सबै कुरो ठिकै भइरहेको छ। त्यस्तै भन्नु पर्यो साथीहरू। अन्त आज चाहिँ हामी चाहिँ जङ्गल गइरहेको छ। खासै चाहिँ पानी चाहिँ हामी सधैँ रोडबाट जान्छ, डाइरेक्ट सोर्समा जान्छ, सोर्सबाट बिग्रेको हुन्छ। अन्त आजको चाहिँ अलिकति फाल्टै भयो, सोर्समा चाहिँ पानी राम्रै रहेछ। त्यसो र अब हामी चाहिँ पाइपलाइन जाँदैछ, पाइपलाइन ढुन्दै अन्त अब कहाँ बिग्रेको छ त्यो हामीलाई एक्ज्याक्टली थाहा छैन। अब पाइपलाइन हेर्दै जाँदाखेरि कता बिग्रेको छ त्यहाँबाट फिक्स गरेर जाने हाम्रो चाहिँ सल्लाह। अन्त त्यस्तै हो, जङ्गलमा यस्तै सल्लाह गर्दै हल्ला पनि अलिअलि मचाउँदै गइरहेको छौँ हामी। यस्तै छ, सबैले ट्रिप इन्जोय गरिरहेको छ। अनि सम काइन्ड अफ अब जङ्गल एडभेन्चर भन्नु पर्यो। सधैँ जङ्गल आउनु पाइँदैन, त्यसै कारण आफ्नो कामसँगै यसो जङ्गल घुम्ने पनि मौका नि पाउँछ। सधैँ साथी हुँदैन, एक्लै जाउँ भने डर लाग्छ, भालु सालुले खान्छ भन्ने कुरो। त्यसो र चाहिँ हामी यस्तै हो, साथीभाइ घुम्दै गइँदैछ। अन्त आज फेरि हाम्रो हातपेमा हाल्छ, उसको फुलमा माटो लाउने भनेर यसो माटो पनि खोज्दै गएको। त्यही हो, ढुङ्गा कस्तो देउता जुऱ्यो भनेको जस्तै माटो भन्दा पनि राम्रो त्यही पत्ता सत्ता कुहेको रहेछ, त्यही लिएर गइँदैछ हामी चाहिँ। यस्तै हो, जङ्गलमा डोरीसोरी पाइँदैन, त्यही कारणले लहरा सहराहरू काटेर मैले चाहिँ डोरामा मजाले पार बिन्दासमा बोकिरहेको छु। यस्तै हो साथीहरू, थ्याङ्क यू फर वाचिङ।